हेलो गाइस, आज चाहिँ म यति धेरै ढिलो भयो है। बिरामी पनि छु अनि काठमाडौँ जाँदैछु आज म। भर्खर हिँडेको, अहिले 9 बज्यो। मेरो चाहिँ 12:40 को फ्लाइट छ। खै भेट्छु होला छैन। हामी चाहिँ काठमाडौँ हिँडेको दुईजना। म्याडमलाई मैले लगेको कार्यक्रममा साह्रै बोरिङ भयो नि। हामी साह्रै यहाँ पनि मिल्छौँ त्यसैले यस्तो हो, स्विङमा जानलाई दुईजना मात्रै हो। हामी चाहिँ एकदम बेस्ट फ्रेन्ड हो। इलामको हो। नानीले हेरेको नि पछाडिबाट। भर्खर चन्द्रगढी आइपुग्नु अनि म यहाँ भर्खरै अब एयरपोर्ट जाँदैछु है। म त बल्ल आइपुगेँ हो, यस्तो धुलो भएर आएँ म। राइट नाउ चन्द्रगढी एयरपोर्ट जहिले पनि ढिलो हुन्छ, जहिले पनि डिले हुन्छ। अब चाहिँ म जान्छु ल भित्र, अनि फेरि जाने काठमाडौँ। एयरपोर्ट आइपुगेँ म। यस्तो छ है एयरपोर्ट जापाको। यसरी लाइन बस्यो। बोर्डिङ लिएर खाजा खानु जाने अब भ्याउँछु भनेर। डेन्जर महँगो खाजा खाएर म चाहिँ लागेँ काठमाडौँ। अब काठमाडौँमा भेट्नुपर्छ है। बाई। यहाँ चाहिँ कोही रहेन क्या अब अचम्म। तपाईँहरू बल्ल 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 प्लेन आयो। वेटिङ रुममा थोडा छैन मान्छे। इस यस्तो बल्ल अब उड्न आँटे। यस्तो फोरी बल्ल बल्ल उड्ने भयो है। अब बल्ल आइपुग्यो बसमा। बेहुला र बेहुली यत्तिको बेचे गर्नु पऱ्यो है। म चाहिँ भर्खर काठमाडौँ आइपुगेको हो। एयरपोर्टमा झरेँ। अब चाहिँ म पठाउ पर्खिरहेको छु। पठाउमा जान्छु फोटो। यस्तो छ डोमेस्टिक एयरवेज। डोमेस्टिक एयरवेज लिन आऊ भन्ने।
नजिक पस्नुहुन्छ भने यसो 108 मा बस्नुहोस् अनि के ल्याउनु भयो कि त ल्याएको छैन अब एक्सर्साइज ल्याउँछु होइन होइन होस् तपाईँ दुःख पाउनुहुन्छ चुप परे ल कति आइसक्यौँ सकिएर पुरै हजुर हजुर ए भनेपछि यो फ्ल्याटमा मात्रै हो यो होटल चाहिँ कति राम्रो मलमा कति राम्रो होटलमा राखेर चाहिँ हेर्नु न यता इभिनिङ भ्यू यहाँ छ मेन रोड यहाँ छ अनि आइपुगेँ यहाँ म अनि त्यहाँ मेरो साथी बस्नुपर्छ साथी चाहिँ मैले पोखराको एउटा अस्मिताजी भन्ने छानेको छु म पुगेँ फाइनल्ली अहिले चाहिँ म काठमाडौँ आइपुगेँ अनि काठमाडौँ आएर पनि म होटलमा आइसकेँ अनि यहाँ चाहिँ मेरो साथी अस्मिता हुनुहुन्छ अनि म चाहिँ यहाँ जहिले म चाहिँ किन छिटो आउँछु भने छिटो आउँछु भन्दा पनि आज त कति धेरै डिले भयो है अनि कति धेरै क्या अहिले त प्लेनहरूमा हिँड्नु पनि भर्खर हिजोअस्ति एक्सिडेन्ट भएको नि त के भन्छ क्रास त भन्नु मिल्दैन होला हो एक्सिडेन्ट भएको बुद्धयनमा अनि र पनि अब अभियसली जुनमा टिकट गर्छ त्यहीमा आउनुपर्छ है अनि बुद्धमा एकदम उ लागिरहेको थियो तर मलाई खासै कस्तो कस्तो चाहिँ लागिरहेको थियो अनि बच्चाहरू एकदम रुइरहेको थियो तर पनि त्यस्तो धेरै डर चाहिँ लाग्दैन मर्नुसँग चाहिँ त्यस्तो धेरै डर लाग्दैन अनि म आइपुगेँ होइन अनि जहिले पनि एकदम खुसी लाग्छ अभियसली चाहिँ एकदम राम्रो राम्रो होटलमा राख्नुहुन्छ यही भिडियोदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने कस्तो राम्रो राम्रो होटलमा राख्नुहुन्छ कि जहिले यहाँ हेर्नु न कस्तो राम्रो भ्यू गुड मर्निङ काठमाडौँ भन्नु मिल्छ क्या बिहान यस्तो राम्रो छ है अनि त्यही हो अनि आज चाहिँ मैले खोइ के किन हो मैले भ्लग गर्नु खोजिरहेको थिएँ अनि एकदम रसमा आएको म है हिजो पनि राति 2 बजीसम्म काम गरेर आएको अनि कस्तो भोक पनि लागिरहेको थियो अनि भद्रपुरमा आएँ के गरेँ आफ्नै कामहरू है यस्तै छ बिजी बिजी अनि एन्ड थ्याङ्क यू फर वाचिङ भोलिदेखि क्लास सुरु हुन्छ एकदम रस टेन्सन अनि आज म चाहिँ यस्तो भएर आएको थिएँ बाई बाई अस्मिताजी चाहिँ फेरि घरमा जस्तै गन गरेर फोहोर भयो अरे फोहोर त छैन होला तर देख्दाखेरि फोहोर भयो अरे यहाँनिर अघि कम्प्लेन पनि भयो गरिसक्नु भयो कम्प्लेन होइन त्यस्तो हो अरे सबै कुरा पुरानो छ अहिले चाहिँ यही चप्पल चाहिँ यहाँ होटलमा नयाँ रहेछ त्यति अरू सबै यस्तै हो अब चाहिँ हामी बाहिर जान लागेको एकछिन बाहिर भन्दा नि जस्ट बाहिर थोरै यहीँ बसेकोमा तपाईँ अनि हामीहरू बेशर्मीको कम्मलमा गुम्सिएका छौँ घर समाज अनि देश लाजको खडेरीले तडपदैछ न छ वचनको पक्का न छ सङ्कोचको धक्का मातिएको फुक्का फाल साँडे जस्ता लाज गुमाएका हामीहरू विवेक आराममा छ इमानले बाटो बिराएको छ खै कहाँ पुग्छौँ अब लाज गुमाएका हामीहरू धेरै वर्षदेखि हामीले फाल्न खोजेको हो लाज तर आज यसैको अभाव खड्किँदैछ लाज केवल डर होइन रहेछ मनको उज्यालो दिप्पो रहेछ त्यसैले कृपया म हामी र हाम्रा प्रतिनिधिहरू आउनुहोस् लाज नपचाऊ नैतिकता बचाऊ जय घन्टी हेरेको होइन जय मैले रेकर्ड गरिरहेको थिएँ मैले रेकर्ड गरिरहेको छु क्या अब चाहिँ हामी निस्केको है लामो छ यो ट्रेड मलको सेकेन्ड फ्लोर थर्ड फ्लोरमा यो होटल पनि कति लामो छ यो एउटैमा कतिवटा छ अब यहाँबाट निस्किनु बित्तिकै आइहाल्छ सिटी सेन्टर जस्तो लाग्यो म त यो हामी बस्दै चाहिँ यहाँ माथि हो भ्लगमा अब अहिले म इन्ड गरिदिन्छु नि त यो भ्लग अनि छोटो भयो नि जे पायो त्यो देखाइरहेको ए यहाँनिर रहेछ ल स्ट्रिट फुड अरे हामी चाहिँ पुरा एकछिन भए पनि बाहिर निस्केको
हामीलाई कस्तो राम्रो पोइन्टमा राखेको छ है। ट्रेड मल। अब चाहिँ हामी यहाँ अलिकति लिपस्टिक लाग्दै यार यहाँ पो धेर भएछ। ट्रेड मलमा छ मेरो साथी बिजी। अब चाहिँ के गर्ने भने अब चाहिँ हामी एकछिन डुल्ने अनि गएर सुत्ने फ्रेस भएर, किनभने बिहानदेखि छ हाम्रो काम। सो बाई बाई। म चाहिँ आइसक्रिम खाइराख्नु भएको छ यस्तो चिसोमा। हामी चाहिँ अब गएको रुम। अब चाहिँ हामी चाहिँ रुम जाने हो। डुलिसक्यौँ अब हामीले। कस्तो राम्रो क्लियर न क्लियर फेस देखेको यो लाइटहरू पुगेर। अस्मिताजी आउँदै हुनुहुन्छ। अनि अब चाहिँ हामी म भ्लग इन गर्छु है। डुलेको कुदेको यस्तै अनुहार देखेको वाच। सर कस्तो राम्रो देखिन्छ यस्तो गर्दाखेरि। यस्तो राम्रो आयो भिडियोमा त झन्। ओ माई गड। ल 4th मा आएछ है। 3 ए ल कस्तो कस्तो नबोल्ने खालको मान्छे परेको लिफ्टमा पनि। अनि खेलाडीहरू बस्छ होला। हामी चाहिँ आएको रुममा। अस्मिताजीले कफी बनाएर दिनुभयो मलाई। अनि यो सँगसँगै आजको हाम्रो ब्लग चाहिँ यहीँ इन गर्छु। अब यस्तो छ हाम्रो।